बुटोल उपमहानगरपालिका वडा नम्बर 10 मा दिदी बहिनीहरूका लागि 3 दिने झिनिया रोटी बनाउने तालिम शनिबार समापन भएको छ। बुटोल उपमहानगरपालिका वडा नम्बर 10 को आयोजना र पारिजात आमा समूहको समन्वयमा तालिम सम्पन्न भएको हो। कार्यक्रममा बुटोल उपमहानगरपालिका वडा नम्बर 10 का अध्यक्ष बलबहादुर पुनले टोल र आमा समूहका अध्यक्षहरूसँग छलफल गरेर राखिएको तालिम प्रभावकारी बन्ने आशा व्यक्त गर्नुभएको छ। उहाँले सिकेको सिपलाई व्यवहारमा लागू गर्दै निरन्तर रूपमा अगाडि बढाउन अनुरोध गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी काम ल्याउनका लागि वडा नम्बर 10 सधैँ लागिरहनु बताउनु भएको छ। उहाँले तालिमलाई पेसासँग जोड्न आग्रह गर्दै तालिम अवधिमा बनाइएका झिनिया आमा समूहका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ। कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष टंक कुमार खड्काले क्षमता विकासका तालिमहरू राम्रो रहेको र यसलाई व्यावसायिक रूपमा मात्र नभई चाडबाडको बेलामा आफन्तकोमा जाँदा पाहुरको रूपमा लैजान र घरमा खानका लागि धेरै राम्रो हुने बताउनु भएको छ। वडा सदस्यहरू मिनसारू रमेश प्रसाद अधिकारी लगायतले आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा 42 जना महिलाहरूको सहभागिता रहेको कार्यक्रम 3 दिनसम्म सञ्चालन भएको थियो। प्रशिक्षक मनु गुरुङले दिएको तालिममा सहभागीहरूलाई वडा अध्यक्ष बलबहादुर पुनले प्रमाणपत्र वितरण गर्नुभएको थियो। सचिव प्रेम बहादुर बुढाथोकीले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादीका दिलीप कुमार सुनार, टोल समूहका आमा समूह अध्यक्ष, राजनीतिक दलका व्यक्तिहरूको सहभागिता रहेको थियो। यमुना काउचाको संयोजकत्वमा भएको तालिममा स्वागत मन्तव्य पारिजात आमा समूहका अध्यक्ष बिजु छेत्रीले दिनुभएको थियो।